सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहको कडा एक्सन। आफ्नै सुरक्षाकर्मीले गोली चलाएर नागरिकको ज्यान गएको घटनालाई असामान्य भन्दै बालेनले दिए कडा कारबाहीको आदेश। आखिर बालेनले के भने, आउनुहोस् जानौं। मानिसको सबैभन्दा पहिलो र ठूलो धर्म के हो? पक्कै पनि अर्को मानिसको ज्यान जोगाउनु। तर जब समाजमा असहिष्णुता र आक्रोशको आगो दन्किन्छ, तब त्यही समाज डरलाग्दो रणभूमिमा परिणत हुन्छ। सुनसरीमा हालै घटेको एउटा दुखद घटनाले यति बेला सिङ्गो देशलाई स्तब्ध बनाएको छ। एउटा सामान्य विवादबाट सुरु भएको घटनाले यति उग्र रूप लियो कि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली नै चलाउनु पर्ने अवस्था आयो र त्यही गोली लागेर नागरिकले अकालमै ज्यान गुमाए। समाज भाँडिने र मानिसहरू एक अर्कालाई देख्दा पनि डराउनु पर्ने यो विरक्त लाग्दो अवस्था कसैले पनि चाहेको थिएन। यही गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले एक अत्यन्तै संवेदनशील तर कडा सन्देश जारी गरेका छन्। आजको यस भिडियोमा हामी प्रधानमन्त्रीको त्यही सन्देश, घटनाको भित्री कथा र सरकारको आगामी कदमबारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। भिडियो अन्त्यसम्म हेरेर आफ्नो विचार पक्कै पनि राख्नुहोला। देशको कार्यकारी प्रमुखको हैसियतले प्रधानमन्त्री बालेन शाहले यस घटनालाई सामान्य रूपमा लिएका छैनन्। उनले प्रधानमन्त्रीको कुर्सीमा बसेर मात्रै होइन, यही देशको एउटा आम नागरिकको रूपमा आफू सुनसरीको घटनाबाट अत्यन्तै दुखी भएको बताएका छन्। मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनको सन्देश स्पष्ट छ, यो घटनामा ज्यान गुमाएका परिवारको दुःख मैले गहिरोसँग महसुस गरेको छु। ध्यान दिनुहोस् त दर्शकबिन, प्रधानमन्त्रीले यहाँ एउटा निकै महत्त्वपूर्ण र कडा कुरा बोलेका छन्। उनले भनेका छन्, घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ, तर त्यो पर्याप्त भएन। सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनुलाई उनले कुनै पनि हालतमा सामान्य मानेका छैनन्। राज्यको सुरक्षा निकायबाट भएको यो क्षतिको अनुसन्धान सुरु भइसकेको र कानुन बमोजिम कडा कारबाही हुने कुरा उनले स्पष्ट पारेका छन्। यो भनाइले के सन्देश दिन्छ भने, सरकार यो घटनाबाट कुनै पनि बहानामा ढाकछोप गर्ने पक्षमा छैन। जसको गल्ती छ उसले सजाय भोग्नै पर्छ। अब फेरि यस्ता अमानवीय र दुखद घटना दोहोरिन नदिन सरकारले तत्काल आवश्यक र कडा निर्णयहरू गरिरहेको छ। सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास दिलाउन सम्पूर्ण घटनाको गम्भीर समीक्षा भइरहेको छ। प्रधानमन्त्रीले स्पष्ट पारेका छन् कि मृतकका परिवार र घाइतेहरूलाई न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउनेछ र चाँडोभन्दा चाँडो परिणाम दिनेछ। तर दर्शकबिन, सरकारले मात्रै गरेर सबै कुरा समाधान हुँदैन। न्याय